नमस्कार। आज यो फोहोर बाहिर फालियो भने, थुपारियो भने कस्तो सजाय हुन्छ त्यो विषयमा म चाहिँ आज जानकारी दिन चाहन्छु। यो फोहोर मैला व्यवस्थापन ऐन 2068 अन्तर्गत दफा 38 मा 18 वटा कसुरहरूको बारेमा उल्लेख गरेको छ। त्योमध्ये जम्मा तपाईँलाई चाहिँ 2 टा कसुरको विषयमा चाहिँ जानकारी दिन चाहन्छु। दफा 38 मा स्थानीय निकायले तोकेको स्थान र समय बाहेकमा फोहोर निष्कासन गरियो भने, फोहोर फालियो भने र आफ्नो घर र कम्पाउन्ड बाहिर फोहोर थुपार्ने काम जस्तै सडकमा, सार्वजनिक स्थलमा फोहोर थुपार्ने काम गरियो भने त्यो व्यक्तिलाई 5,000 देखि 15,000 जरिमाना लाग्दो रहेछ यो कानुनअनुसार, फोहोर मैला व्यवस्थापन ऐन 2068 अन्तर्गत। त्यसै गरी स्थानीय सरकारले पनि आफ्नो कानुन बनाउन सक्छ। जस्तै पोखरा महानगरपालिकाले चाहिँ आफ्नो कानुन निकालेर त्यहाँ चाहिँ सजाय चाहिँ दिन सक्छ। त्यसैले हामी नेपालीहरूले पनि फोहोर गर्नुहुन्न, यो बुझ्नुपर्छ, कानुनलाई फलो गर्नुपर्छ, एउटा जिम्मेवार नागरिक हुनुपर्छ जस्तो लाग्छ मलाई। हस्, धन्यवाद।